हेलो हजुरबा पुरा घाँस काट्न जाँदै हुनुहुन्छ हैन कता जान्ला हजुरबा ओ हजुरबा कता जान्ला के यो मध्य बर्खाको समय छ असारको महिनामा जताततै मकै खेती गरिरहेछ घाँस पनि रेडी छ कान्लामा हजुरबा चाहिँ टक्कर खाली खुट्टा नाम्लो र हँसिया बोकेर घाँस काट्न जाँदै हुनुहुन्छ एउटा गाई छ बुढेसकालको सङ्घर्ष यो पीडादायी छ खाना खाएर हिँड्नु खाना खाएर हिँड्नु खाएर नि मकै बाक्लो भएर राखेर एकदम हो नि घुवा मकै के छाट्ने त्यसको अब त्यहाँमा छाटेर जब मकै सिन्किएर अरे मकै बिग्रिहाल्यो नि छाटेर अनि छाडिदिए भयो अनि खेती किसान गर्ने आउँदैन अनि के हो र कहाँ खेतमा घाँस काट्न जान्ला बुढेसकालमा पनि यस्तो छ गाइज घाँस काटेर साँझतिर फर्किनुहुन्छ हजुर दुःख छ नगरी पनि भएन दुईजना मात्रै हुनु बुढा र बुढी पनि आँखा सुन्दैन काम सुन्दैन